बालेन शाहले ओपी हिमालको रमणीय दृश्यसँगै क्रिकेट खेलेको भिडियो सेयर गरिरहँदा बालेनलाई नै कटाक्ष गर्दै अमरेश कुमारले सेयर गरे यस्तो भिडियो। अत्याचार आक्रमण बरान असमझदारी विकल्पविहीन विदेशी बैंक हुन्छ भिकारी शिकारी नेता। गएको केही दिनदेखि सरकारको तीव्र आलोचनामा उत्रिएका अमरेशले अर्थमन्त्रीलाई प्रहार गर्दै भनेका थिए, यो बजेट बेलुन जस्तो हो, फुटेर जान्छ, यसको कार्यान्वयन हुँदैन। प्रधानमन्त्रीले कहिले गोल्ड स्टार जुत्ताको प्रचार, कहिले डिडिसीको प्रचार त कहिले कर्णालीको प्रचार गरिरहँदा आफ्नै सांसदले यसरी भिडियो र रोस्टमबाट विरोधात्मक शैलीमा प्रहार गरिनु कत्तिको उचित हो? आलोचना गर्दैमा देश बन्ने भए पहिले नै बनिसकेको हुने थियो। सरकारलाई केवल समस्या देखाउनुभन्दा पनि ती समस्याको समाधान कसरी गर्न सकिन्छ भन्ने विषयमा सुझाव र सहयोग गर्नु अझ राम्रो होला कि? अमरेश कुमार यसरी सरकारको विरोधमा उत्रिनुको कारण मन्त्री बन्न नपाएकोमा आक्रोश पोखेको हो भन्ने कतिपयको बुझाइ छ। सरकार गठनको क्रममा तपाईँ मन्त्री बन्ने चर्चा थियो तर बन्नु भएन नि भनेर प्रश्न गर्दा उनी निकै रिसाएका थिए। त्यो व्यक्तिगत प्रश्न तपाईले नसोधिदा ठिक हैन। यो तपाईको मिडियाहरुमा आएको तपाई नबोल्नु न, तपाई त कांग्रेसको कार्यकर्ता हो नि। कार्यकर्ता हो? तपाई कसको माननीय हो? ठीक छ, तपाई नेपाली जनताको माननीय हो कि कसको? तपाई घण्टीको। उनको हाउभाउ हेर्दा मन्त्री बन्न नपाएकोमा रिसाएको जस्तो देखिन्थ्यो। त्यसैले अहिले आफ्नै सरकारको विरोधमा उत्रिनुको एउटा कारण यो पनि हुन सक्छ भन्ने अनुमान गरिएको छ। खैर, बालेन सरकारका केही काम भने जनताले प्रत्यक्ष महसुस गर्ने भएका छन्। पासपोर्टका लागि लामो लाइन बस्नुपर्ने अवस्था थियो जुन हटेको छ। केही महिना अघिसम्म सयौं युवाहरू पासपोर्टका लागि लाइनमा घन्टौं उभिनुपर्ने अवस्था थियो। अहिले भने फारम बुझाएको करिब 3 घण्टामै पासपोर्ट तयार हुने गरेको छ। यद्यपि सरकारको मूल्याङ्कन गर्दा उपलब्धि र कमजोरी दुवै पक्षलाई हेर्नुपर्छ। तपाईलाई के लाग्छ? अमरेश कुमारले गरेको पछिल्लो आलोचना मन्त्री बन्न नपाएको असन्तुष्टिको परिणाम वा सरकारका नीतिप्रति वास्तविक असहमति?